के होला त? म एकजनालाई छोड्दिनँ। म मेरो देशको कसम खान्छु। म मेरो त्यो फलन सोल्जर्सहरूको लागि कसम खान्छु। मेरो गोली खाएको भाइहरूको कसम खान्छु कि म कसैलाई छोड्दिनँ। एक छोड्दिनँ, दुई छोड्दिनँ, तीन छोड्दिनँ। अब के होला देशमा? हरेक भ्रष्टाचारीको घरबाट एक एक रुपियाँ निकाल्छु, तिनीहरू तान्छु, ल्याउँछु, देखाउँछु, संसारले थाहा पाउँछ नेपाल कसरी परिवर्तन हुन्छ भनेर। अब के होला देशमा? कसैलाई नछोड्ने, कसैलाई नछोड्ने, बुढो भए पनि नछोड्ने। अब के हुन्छ देशमा? जसरी तिमीले हरेक आमालाई दुःख दिएछौ, हरेक जनतालाई दुःख दिएछौ, कसैलाई छोड्दिन। यो हेक्का राख्नु, कहाँ कहाँ भाग्नु छ भाग्नु, अहिले नै हो चान्स। खोजेर भन्छ झार्छौँ हामीले, नेपाली जनताले झार्छ। अब कसैले झार्दैन। तपाईँहरू जहाँ जहाँ लुक्नुहुन्छ निकाल्छौँ हामी तपाईँहरूलाई। यति दुःख पाएको छ हाम्रो नेपाल आमाले। सतीले सरापेको देश भन्छ, यति राम्रो छ हाम्रो देश। हेर्नुहोस् हिमाल, पहाड, तराई,